सम्पूर्णमा नमस्कार। डाक्टर विनोद पौडेल, प्राकृतिक चिकित्सक। आजको भिडियो मैले सम्पूर्ण नेपालीहरू जसले धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग गरिरहनु भएको छ अथवा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ, उहाँहरूको जनचेतनाको लागि र स्वास्थ्य मन्त्रालय जसले नीतिगत निर्णय गर्छ त्यहाँसम्म पुगोस् भन्नको लागि यो भिडियो बनाएको छु। नेपालमा अहिले मृत्युको मुख्य कारण मध्येको एक क्यान्सर, जुन प्रत्येक वर्ष 22,000 भन्दा बढी रोगीहरू थपिने गरेका छन् र वर्षेनी 14,000 भन्दा बढी मानिसहरूको क्यान्सरको कारणले मृत्यु भइरहेको छ र नेपाल सरकारले ठुलो धनराशि क्यान्सर उपचारमा खर्च गरिरहेको छ। इभन प्रत्येक रोगीलाई उपचार खर्च उपलब्ध समेत गराउने गरेको छ र यो परिस्थितिमा धूम्रपान र सुर्तीजन्य पदार्थको कारणले फोक्सो र मुखको क्यान्सर मात्रै होइन, यस प्रत्येक पटक हामीले धूम्रपान अथवा सुर्तीजन्य पदार्थको प्रयोग गर्दा 70 भन्दा बढी प्रकारका क्यान्सर गराउन सक्ने तत्त्वहरू, क्यान्सर कजिङ एजेन्टहरू चाहिँ हामीले लिइरहेका हुन्छौँ, जुन धेरै खाले क्यान्सरको कारण बनिरहेको छ। यो अवस्थामा यदि त्यसलाई मात्रै नियन्त्रण गर्न सक्ने हो भने हामीले क्यान्सर नियन्त्रणमा र उपचारमा धेरै खर्च चाहिँ कम गर्न सक्छौँ र मृत्यु दर पनि घटाउन सक्छौँ। विश्वमा धेरै राष्ट्रहरू छन् जसले कडा धूम्रपान र सुर्तीजन्य पदार्थमा नीतिहरू लिइसकेका छन्, जस्तो भुटान, मेक्सिको, अस्ट्रेलियाले चाहिँ कडा नीतिहरू लागू गरिसकेका छन् भने बेलायत सरकारले पनि एउटा कडा नीति लागू गर्दैछ। अहिले 17 वर्षभन्दा मुनिका व्यक्तिले अब जिन्दगीभरि चुरोट सुर्ती प्रयोग गर्न अथवा किनमेल गर्न नपाउने नीति लागू गर्दैछ। बेलायतको अवस्था हेर्दा क्यान्सर रिसर्च युकेको डाटा अनुसार प्रत्येक वर्ष 4,23,000 भन्दा बढी मानिसहरू क्यान्सर रोग लाग्ने गरेको देखिन्छ भने प्रत्येक वर्ष 1,70,000 भन्दा बढी मानिसहरूको मृत्यु क्यान्सरको कारणले भइरहेको छ। यो डाटा हेर्दाखेरि अथवा यो डाटा हेरेर नै यसको भयावह अवस्थालाई नियन्त्रण गर्नको लागि बेलायत सरकार यति कडा नियमको लागू गर्दैछ र नेपालले पनि यो खालको नीति यदि लागू गर्न सकिएन भने चाहिँ यो विकराल अवस्था चाहिँ टाढा छैन र हामीले जुन प्रयोग गरिरहेका छौँ नेपालमा, त्यसमा प्रशस्त ट्याक्स पनि छैन। डब्ल्युएचओले के भन्छ भने 75% भन्दा बढी चाहिँ ट्याक्स लगाउनु पर्छ चुरोट अथवा सुर्तीजन्य पदार्थमा, तर नेपालमा 40-45% भन्दा बढी ट्याक्स लागिरहेको छैन। त्यो चाहिँ खासमा ट्याक्स मात्रै ठुलो कुरा होइन, ट्याक्सले अथवा चाहिँ गभर्मेन्टलाई ट्याक्स आउँछ अथवा सपोर्ट गर्छ भन्दा पनि त्योभन्दा ठुलो खर्च चाहिँ उपचारमा भइरहेको छ। त्यो कारणले गर्दा ट्याक्सतिर भन्दा पनि त्यसलाई नियन्त्रण र कन्ट्रोलतिर चाहिँ जानुपर्ने चाहिँ देखिन्छ, किनभने क्यान्सर को उपचार धेरै गाह्रो छ। रोगबाट बच्न सकियो भने सकियो, नत्र उपचार चाहिँ धेरै गाह्रो छ। त्यो कारणले गर्दाखेरि उपचार एकदमै कम्प्लिकेटेड र ढिलो पत्ता लाग्ने अनि उपचार गाह्रो हुने कारणले गर्दा धेरै मृत्युदर बढी भएको कारणले गर्दा पनि यसमा चाहिँ नेपाल सरकार र विशेष गरी जसले धूम्रपान र सुर्तीजन्य पदार्थहरूको प्रयोग गरिरहनु भएको छ उहाँहरू विशेष सावधानी हुनुपर्ने अथवा यसलाई बन्द गर्नुपर्ने चाहिँ अहिलेको परिस्थिति देखिन्छ। सबैको जय होस्। धन्यवाद। जय प्रकृति।